हेर्नुहोस् त मान्छेको जिन्दगी कहाँ कतिखेर कहाँ गएर ठेस लाग्छ थाहा नै हुँदैन है। अहिले रामकृष्ण ढकाललाई त्यस्तै भएको छ। हिजोको दिनमा रवि लामिछाने साथी थिए वा उहाँको प्लानिङ थियो अथवा के थियो, लक्ष्मी कारागारबाट निस्किने गर्दाखेरि गाडी लिएर लिन गएको जुन भिडियो छ हामीलाई त थाहा नै थिएन त्यो गाडी रामकृष्ण ढकालको रहेछ, त्यो गाडी रामकृष्ण ढकालले चलाउनु भएको रहेछ र उहाँले लिन जानु भएको रहेछ भन्ने अहिलेसम्म हामीलाई थाहा नै थिएन। रजत पथमा प्रकाश सुवेदीले रजत पथ भन्ने प्रोग्राममा प्रकाश सुवेदीले त्यो भिडियो देखाइसकेपछि रामकृष्ण ढकालको मुखबाट जुन कुरा निस्क्यो त्यसले आकाश खसेको जस्तो भयो क्या। त्यसले आकाश खसेको रामकृष्ण ढकालले यसरी चाहिँ रवि लामिछानेलाई स्कटिङ गर्नु भएको रहेछ भन्ने छर्लङ्ग देख्यो, उहाँकै मुखबाट सुन्यो है। त्यही भएर मान्छेहरूले है कहाँ गएर कतिखेर कुन ठाउँमा ठोकिन्छ थाहा हुँदैन कि। उहाँले अहिले आउँदै गरेको फिल्मको लागि उहाँको चलचित्र आउँदै गरेको चलचित्रको है पब्लिसिटी प्रचार प्रसारको लागि प्रकाश सुवेदीले रजत पथ भन्ने प्रोग्राममा बोलाएर उहाँको इन्टरभ्यू लिँदै गर्दाखेरि यस्तो कुरा अगाडि आयो। हेर्नुहोस् त मान्छेको दिन दशा भने कस्तो हुन्छ भने है, दिन बिग्रेपछि कसको केही लाग्दैन भनेको यही हो क्या। अब अहिले पोजिटिभ हिसाबले राम्रो नियतै राम्रो भए पनि उहाँको सोच राम्रो भए पनि उहाँको विचार राम्रो भए पनि एउटा साथी जेलबाट निस्केछ उसलाई चाहिँ मैले स्कटिङ गरेर सही ठाउँमा पुर्याउनु पर्छ भन्ने उहाँको नियत सही भए पनि अहिले के देखियो भने रामकृष्ण ढकालले रवि लामिछानेलाई भगाउनलाई है प्रोत्साहन दिएको, भगाउनलाई उहाँकै हात छ जस्तो भाष्य चाहिँ अहिले सोसियल मिडियामा एकदम भाइरल भइरहेको छ है। दिन दशा भनेको त्यही भएर कतिखेर आउँछ कुन टाइम आउँछ थाहा नै हुँदैन। त्यही भएर हामीले हरेक पल हरेक पाइलामा चाहिँ सोचेर हिँड्न पर्ने हुन्छ है। त्यहाँ माथि सेलिब्रेटी भइसकेपछि पपुलर भइसकेपछि एकदम ध्यान दिनु आवश्यक छ।